भित्र बनाउने म र कृष्ण थियौँ नि त। ऊ चाइनिजमा हेरिरहेको थियो, म फास्ट फुडमा हेरिरहेको थिएँ। दाल फ्राईतिर राइसएको थियो। दाल फ्राईमा खै यहाँ कक्रोच आयो यो दालमा। सो एभ्रीवान वेलकम ब्याक टु माई च्यानल। तपाईँहरू मेरो च्यानल स्वागत छ। आजको नयाँ दिनको भिडियो सुरुवात भइसकेको छ। सो एभ्रीवान आजको भिडियो चाहिँ म होटल सुरुवात गरेको छु। सो एभ्रीवान तपाईँहरू पनि सधैँ र मस्त व्यस्त हुनु होला। म पनि जानुपर्छ अब होटलतिर। एक अगाडि हिँडेको छ, एक यो मान्छे, एक म, एक ऊ त्यो मान्छे आउँदैछ। लाइन 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 टाइम भइसक्यो नि त, जानुपर्छ। जय श्रीराम भन्दै गाइज होटल पुगिसक्यौँ। गाइज म आफ्नो भ्लग हेर्दैछु। हेर्नु त मेरो भ्लगमा पिसीमा काउन्टरको मोनिटरमा आफ्नो भ्लग हेरिरहेको छु। गाइज आजको दाल रातो देख्नु भयो होला होइन, रातो भन्दा रातो बनाएको छु। यता यो हाम्रो राइस हो। मेरो खाना भइसक्यो, कृष्णको खाना हुँदैछ छास र साथमा। गाइज थाहा छ मेरो टाइमै मिलेन कि आज भ्लग बनाउने। मेरो के भयो थाहै छैन। आफूलाई अजिब अजिब लागिरहेछ। अब चाइनिजको पनि छ, चाइनिजमा कोही छैन, म भित्र एक्लै किचनमा छु। फास्ट फुड चाइनिज छ नि त दुइटै। अहिले पनि कोही छैन। यताभरि खाली छ, यता पनि खाली छ। म अहिले फास्ट फुड साइडतिर बसेको छु। अहिले एकछिन पछि बनाउँला है, यति काम सकेर बनाउँला। अर्को काम आइहाल्छ। चाइनिज गर्नै पर्यो, बोइल गर्नु पर्यो, अर्को कटिङ गरिदिनु पर्यो। यता अब मेरो फास्ट फुडको गर्नै पर्यो, यताउता चाइनिजमा अब कृष्ण छ होइन, कृष्णको हेल्प गर्नुपर्छ। दोस्त मलाई के भएको थाहा छ? थाहा छ के हो? एउटा काम सकेर बसौँला भन्ने हुन्छ भित्र, अर्को काम आइहाल्छ के। अनि तिमी एक्लै छौ नि त, त्यही भएर होला। त्यसपछि फेरि अर्को काम आइहाल्छ। आजको खाना पनि मैले पकाउनु लाग्छु छु। खाना भइसकेको छ, बनाउनु पर्छ। पुगेको खाना कति व्हाइट व्हाइट भएको थियो। अहिलेको खाना हेर्नु न कस्तो छ, मसलादार छ नि। यो हो नि त खाना भनेको। पनिर चिल्ली ड्राई, मन्चुरियन ड्राई, चाइनिज भेल, यो पार्सल यो 10बाट आएको छ। सो गाइज म रुममा आइसकेको छु। अब म सुत्नुपर्छ। आज चाहिँ मैले नयाँ हुडी ल्याएको छु। अब चिसो पनि लाग्यो नि त। भाइ कस्तो अनुहार भएको, अब सुत्ने टाइम भइसक्यो नि त। अनुहारले पनि सुत भन्दैछ। मेरो एउटा दाँत देखाम, दाँतले दुःख दिएछ कि मलाई। यो साइडमा छ दाँत, हेर्नु है। दाँत मेरो यस्तो भएको छ, कुरै छोड्दिनँ कि। कोट्टो परेको छ। पहिले 2 वर्ष पहिला कोट्टो परेको। के साह्रो कोट्टो परेको, यहाँ भित्र कोट्टो पर्यो त। यस्तो गर्छु, यहाँ थुक जम्मा हुन्छ नि त, त्यही भएर मैले थुकलाई हटाएको। मलाई यो क्याप टोपी यस्तो भएको मनपर्छ कि यस्तो भएको मन पर्दैन नि। फेरि यस्तो हुनु पर्यो मलाई, यस्तो भएको मन पर्दैन कि। यस्तो माथितिर यो क्यापको अगाडिको छाता हुन्छ नि, यस्तो भएको मनपर्छ, यस्तो भएको मन पर्दैन नि त। यस्तो गऱ्यो टक्क, यस्तो गऱ्यो टक्क, कामसाम गऱ्यो, पछि जाडो हुन्छ नि त यहाँ, त्यही भएर मैले यो लैसकेँ। तर म भनेको ह्यान्डसम त ह्यान्डसम हो का। रुममा आइसक्यो। यस्तै अरू केटाहरू सुतिसक्यो। अब त फनी हो कि फनी। मेरो आँखा यस्तो किन भएको? यो लाइटहरू मसँग रिङ लाइट छ, त्यही भएर मेरो आँखा यस्तो भएको। किनकि के भएको यो सुत भन्दैछ कि मेरो शरीरले चाहिँ। मैले चाहिँ भिडियो गर्नुपर्छ है, भिडियो एडिट गर्नुपर्छ है, अपलोड गर्नुपर्छ है, तपाईँहरूलाई देखाउनु पर्छ है भन्दैछु। मेरो शरीरले सुत भन्दैछ। सो आज होटलमा थाहा भयो, आज मैले कति मेहनत गरेर 4 पिज्जा अर्डर आएको थियो होइन। 4 पिज्जाको बाई 1 गेट 1 थियो। अर्डर बनाउँदै थिएँ कति मेहनतले होइन। लास्टमा क्यान्सल पार्थे। यो बाई 1 गेट 1 हुन्छ नि त पिज्जा, हाम्रो 3000 जति भएको थियो।
त्यसपछि त्यहाँमा डिस्काउन्ट गरेर बोगो हानेर त्यसको आधा प्राइस घटेर 1500 जति बिल हुँदो। अब कृष्ण चाइनिजमा थियो, म फास्टफुड थिएँ, भित्र बनाउने म र कृष्ण थियौँ नि त। ऊ चाइनिजमा हेरिरहेको थियो, म फास्टफुडमा हेरिरहेको थिएँ। दाल फ्राईतिर रहेको थियो। दाल फ्राईमा खै यहाँ ककरोच आयो, यो दालमा ककरोच आयो। बाहिर फेरि केटाहरू मात्र छन् नि त, 2टा केटाहरू छन्। यहाँ दालमा यो ककरोच आयो। त्यसले फेरि थोरै स्पाइसी पनि मागेको थियो कि कृष्णले। अब राम्रोसँग हानेर ट्याक्क टुक्क मिलाएर आजसम्म नपरेको, आजसम्म कम्प्लेन नआएको भन्नाले आयो, कम्प्लेन आयो, तर पनि यस्तो चिजमा ककरोच गयो, अर्को गयो, किरा मकौरा गए, यस्तो चिजमा आएन के। ककरोच छ भनेर मेरो पिज्जा मेहनत गरेको थिएँ, भेजिटेबल म्यागी थियो, प्लेन म्यागी थियो, अनि मैले 4टा पिज्जा बनाएको थिएँ। पिज्जै नखाइ हिँड्दैछ त। पिज्जा पछि भित्र ल्याएको भेजिटेबल म्यागी पनि बसिरहेको थियो। आज मैले फाइनली फेरि खाना पनि खाएन, त्यही खानाको चक्करमा। पिज्जा खाएँ, म्यागी खाएँ, आइदिए रुमतिर आइदिए, खानै पनि खाएन। अरू केटाले खाना खाएँ, मजाले तरकारी सरकारी भात सात मैले पकाएको, तर मैले खाना खाएन होइन। त्यस्तो हुन्छ कि हिँड्दैछ मेरो दिमाग सटिएको। मेहनत गरेर 4 पिज्जा बनाएको छ, 4वटा पिज्जा आएको थियो कि, म्यागी बनाएको छ। पछि ओनर आएर भन्छ त्यो ककरोच किन गएको, के भएर। अब हामीले जानेर त हालेको होइन, त्यहाँ हामीले जति सक्दो फुडहरू राम्रो तरिकाले सर्भिस गरोस्, राम्रो तरिकाले बनाओस्। तिनीहरूले पनि फ्रीमा खाँदैनन्, पैसा तिरेर खान्छन्, र हामीले पनि राम्रो बनाओस् भन्ने हो के त्यो फुड। अब बाइचान्स अचानक गइदियो भने त्यो अलग हो कि किरा मकौरा अनि ककरोच यस्तो हुन्छ नि बाल। अचानक गइदियो भने हो। हामी क्याप पनि होटलमा क्याप लगाउँछौँ नि, त्यो क्याप किन लगाउँछौँ थाहा छ? कहिले पनि किचनभित्र गइसकेपछि क्याप किन लगाउँछौँ भने बाल झर्छ भनेर हो। हाम्रो त त्यति धेरै क्यापै लगाउनुपर्छ भन्ने छैन। अन्त होटलमा क्याप, अलि ठुलो होटलमा यो त क्याफे हो नि त, हाम्रो त्यति क्यापै लगाउनुपर्छ भन्ने छैन। क्याप त भित्र गएपछि लगाउनुपर्छ, नत्र यताउता हिँड्दाखेरि यताउता भित्र जाँदा यताउता केही सामान ल्याउँदा नर्मल यस्तै गए पनि हुन्छ। अरू होटलमा ढोकाबाट इन्ट्री भइसकेपछि क्याप लगाउनुपर्छ, त्यस्तो हुन्छ। अलि ठुलो होटलमा बाल झर्छ भनेर। सफा यति धेरै सफा ध्यान दिनुपर्छ, किचन सफा। अलि त गन्दा भयो भने त्यसलाई सफा, त्यहाँ अर्को किरा आएर के आएर फोहोर देखेर पानी त्यहीमा खस्ने, सब तेलहरू ओइलहरू यता ओइलसँग काम गर्नुपर्ने, सबै कुराहरू मिक्स भएर दिमागको दही भइहाल्छ के। बिजोग छ जिन्दगी, बिजोग छ। मेहनत नगरिन्जेल कहिले पनि केही हुन्न के होइन। त्यही भएर अब त्यो कस्टमर भाँड भैलो गरेर गइहालेछ, पैसा पनि दियो कि नै, पिज्जा खाएको रुममा आएको। आजको भ्लगमा मेरो दिमाग के भएको थियो, मैले भ्लगै बनाएन, भ्लग बनाएन कि भ्लग। मेरो दिमाग के भएको थियो थाहा छैन गाइज, मेरो दिमाग के भएको थियो। सो दिमाग केही भएको थिएन, तर पनि मैले बनाएन। अब यस्तै त होइन, बनाउँछु। आज मैले नयाँ हुडी लगेँ, त्यही भएर म पनि खुसी भएको छु। अब रुममा आइसके, केटाहरू सुतिसके। सो भिडियो व्यवस्था यतै गर्छु म। भिडियो राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब भन्न चाहन्न। म एउटा कुरो भन्न चाहन्छु आज तपाईँहरूको साथमा। एउटा कुरो के हो भन्दाखेरि, म एक्लै भएको बेला, रुममा भएको बेला, मेरो साथीभाइहरू भएको बेला म सब कुराहरू होइन भनिहाल्छु। मैले भ्लग जब म पब्लिकको ठाउँमा जान्छु नि, तब मलाई अजिब लाग्छ कि तिनीहरूले मतिर हेर्छन्। हुन त मेरो काम हो नि त, मैले गराउनु पर्ने हो नि त, मेरो ड्रिम जस्तो एउटा फ्यासन जस्तो हो नि त, मैले गराउँछु, मेरो काम हो, यो पार्ट टाइम जब हो भनिरहेको छु।
तर पनि तिनीहरूले हेर्छन् कि अजिब लाग्छ, के गरौँला भन्ने लाग्छ। तर म त्यस्तो नमानेर म अब सबको अगाडि म भिडियो बनाउँछु, गर्नुपर्छ है, म पनि भाइरल हुनुपर्छ, अगाडि बढ्नुपर्छ जस्तो लाग्छ क्या। अरे मान्छेहरू युट्युब गरेर सोसियल मिडिया गरेर कति धेरै क्यामेरा, ड्रोन, बाइक के लैसकेँ। मैले त भर्खर फोनै लगाएको छु, अझ माइक किन्नु छ गाइज। तपाईँहरूले पैसा हालिदिनुहुन्छ भने हालिदिनु, मलाई डोनेट गर्नु पर्यो। म गरिब हो, म गरिब छु, म गरिब भएँ। तर केही छैन गाइज, म गरिब होइन। एउटा कुरा थाहा छ, म होइन भिडियो एडिट गर्दाखेरि अब आफ्नो बोलेको हुन्छ नि, यो कुरा यहाँनिर बोलेको भयो, अझै भिडियो राम्रो हुन्थ्यो होला जस्तो लाग्छ। तर पनि थाहा छ, तर पनि म अब भिडियो बनाउने टाइममा त्यतिखेर दिमागमै आउँदैन भनेको। तपाईँहरू पनि लाग्छ होला यो मान्छेले फनी गरेको भए लाग्छ होला, तर म फनी गर्दैन, किनकि अलि कमेडी फनी गरेको भए अब, किनकि मैले होइन फनी कति गर्ने। म अब केटाहरूसँग हुन्छु, होटलमा काम गरिरहेको हुन्छु, केटाहरू पनि फनी गर्दैन त म कसरी गर्ने भनेको गाइज। म एक्लै के गरिदिउँ भनेको। तर एउटा कुरा है गाइज, त्यो सबलाई छोडेर म 22 वर्षको भइसकेँ, मेरो यति हो कि दाडी आएको यहाँनिरसम्म मात्र हो। सो गाइज भिडियोको व्यवस्था यति गर्छु। भिडियो राम्रो लाग्यो भने लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गाइज। डेली भ्लग आउँछ, न्यू भ्लगको लागि पनि सब्सक्राइब गाइज। सो हुडी कस्तो लाग्यो, भ्लग डेली आउँछ, सब्सक्राइब, कमेन्ट, सेयर, सब्सक्राइब गाइज। भिडियोको व्यवस्था यतै हुन्छ। बाई बाई गाइज, बाई बाई।